के छ केटा हो म चाहिँ आएँ आज फेरि अर्को नयाँ भिडियो लिएर होइन। यो भिडियोमा चाहिँ म अब केही किट पिभिपीहरू गर्ने सोचिरहेको छु। मेरो एउटा एडिट पनि हालेको थिएँ मैले किट पिभिपीको। एडिट त के भनौँ पिभिपी भिडियो हालेर एउटा गीत हालेर मैले अपलोड गरेको थिएँ। त्यसमा त राम्रो इङ्गेजमेन्टहरू आएन, सायद यसमा आउँछ होला। केही छैन, कन्टिन्यू गरिराख्छु म। भिडियोमा अगाडि बढ्नुभन्दा अगाडि चाहिँ फेरि तिमीहरूले पछि हेर्दै जाँदाखेरि लाइक र सब्सक्राइब चाहिँ बिर्सिन्छौ, त्यही भएर अगाडि नै गरिदेऊ है। बटमा कोही मान्छे रहेछ पनि। यो चाहिँ युनिभर्सल एमसी हो। यसको आइपीहरू चाहिन्छ भने चाहिँ म तल डिस्क्रिप्सनमा र पिन कमेन्टमा पनि आइपी राखिदिन्छु। राम्रै सर्भर हो यसमा, अरू देशको एकदमै राम्रो राम्रो प्लेयरहरू आउँछन्। आइज के हो केटा त हान्दैन त ब्रो। अबे के भयो मेरो गेम प्ले? क्रिट नै त्यति राम्रो लागिरहेन त। कम्बो हान्न खोजौँ त। कम्बो चाहिँ हानिरहेको छु क्या फेरि। खोइ आइज आइज फेरि हरायो त मान्छे त। लुल क्या कम्बो हाने है केटा हो मैले। मेरो भविष्य मैले क्रिटमा भन्दा पनि कम्बोतिर धेरै देखिरहेको छु। आइज न फ्रेम ड्रप हो सिट। ओइ त्यही पनि जितेँ मैले। त्यो मान्छेलाई हिल चाहिँ राम्रोसँग गर्न आउँदैन रहेछ। ओइ आयो गेम पनि होइन। त्यो अघिको म्याच त खेलेको जस्तै लागेन, त्यो मान्छेलाई राम्रोसँग आउँदैन रहेछ। मतलब सिकिरहेको होला उसले पनि। म पनि पहिला त यस्तै थिएँ, अब के भन्नु। एभ्री वान इज अ बिगिनर। यो मान्छेले चाहिँ अलिकति हान्दो रहेछ। ओइ के हो त्यही पनि मलाई त छुनै दिँदैन त। कम्बो देखाउनु खोज्छ त मलाई। के गरेँ मैले भर्खरै झुकेर 3 मा थिचेछ। ओइ केटा बापा ल आइज ल खोइ त। लुल मैले नहानेको भए सायद त्यसले नै मलाई मार्थ्यो होला त्यसको नेट आएपछि होइन। ल छुने बित्तिकै नेदरराइट पट नै लाग्यो। फेरि नेदरराइट पट नै हानिहालौँ होइन। कस्तो आज त खेलेको जस्तै नभएको। अलि राम्रो प्लेयर आउँथ्यो त पहिला पहिला त यार। यो मान्छेले चाहिँ राम्रो खेल्छ जस्तो छ है। अबे खोइ के हो यार, आज भोलि त राम्रो मान्छेहरू नै आउँदैन त। कस्तो राम्रोसँग तिमीहरूलाई पनि त्यस्तै लाग्यो होला है। मतलब कस्तो अलि मलाई त बुझाउनै आएन क्या। अहिले कस्तो कस्तो भनेछु। खेल्न नआउने नि नभनौँ होइन, अलि बिगिनर टाइपको मान्छेहरू आइरह ल। ओइ के हो ओइ किन फ्रेम ड्रप भइरह मेरो? यसलाई हेर्ने बित्तिकै मेरो ल्याग हुन थालिरहेको क्या। उता हेर्दा चाहिँ भइरहेन है। उता हेर्दा ल्याग भइरहेन। अब यसलाई हेरेपछि गयो। फेरि ल्याग हुन थाल्यो है यसलाई हेर्ने बित्तिकै। के हो गेमले यसलाई रेन्डरै गर्न सकेन कि क्या? थुक्क म त ल्यागले गर्दा मर्छु यार। यसले मार्दैन मलाई, बरु ल्यागले चाहिँ मलाई मार्छ क्या। म पोसन हान्ने बेला चाहिँ अलि त्यो भाया जस्तो गर्छु यार। मलाई त्यो राम्रोसँग स्विच हान्न आउँदैन क्या। मतलब इन्भेन्ट्री राम्रोसँग स्विच हानेर पोसन हान्न आउँदैन। मारो मलाई, मार्यो। आऊ बाबु लोल यो मान्छेले चाहिँ अलि ठिकै खेल्दो रहेछ। ल यो यसमा कम्बो हान्न मजा आउँछ क्या। मतलब मान्छेलाई उडाइ गर्न। यसले खतरा खेल्छ जस्तो छ हेर्दाखेरि त। मैले एउटा चिज सुनेको थिएँ होइन, मतलब सर्ट्समा देखाएको थिएँ। के हो डब्लु नै थिचिँदैन त। मैले सर्ट्समा देखाएको थिएँ
कस्तो के भन्नु होला नि बिर्सेँ यार मैले। ए मैले सर्ट्समा देखाएको थिएँ कि यो चिज लेफ्ट ह्यान्डमा राख्यो भने चाहिँ अलिकति रिच बढ्छ भनेर हो कि होइन यसो कमेन्टमा भनिदेऊ है। आइज आइज ओइ अड्क्यो के भयो हौ यस्तो नगर न यार, ऐसा मत करो मेरी जान। के हो यसमा? ओइ आइरन छ त यार यसमा चाहिँ ड्यामेज खाँदो रहेछ। बिस्ट जस्तै रहेछ तर ड्यामेज चाहिँ यसले धेरै दिन्छ जस्तो छ। ओइ अड्के म। आऊ 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 मलाई पनि आउँछ। खोइ त मलाई पनि आउँछ यार कम्बो हान्न। आऊ न आऊ न मर्न आँटो यो। आइज न खोइ त फेरि आइज न आइज न आइज न भाग्छस् आइज न। कस्तो भाग्या ल लखा यति नै गरम होला होइन आजको लागि। अब अति नै भयो। अब तिमीहरू पनि कमेन्ट हान, म कमेन्ट पढेर म पनि खेल्न आउँछु। खेल्न मन छ भने पिपी हान्न मन छ भने कमेन्ट गर म आउँछु। यो चाहिँ एफएफएहरूको होला है। ल केही छैन आजको लागि चाहिँ यति नै होइन केटा हो। ल अर्को भिडियोमा भेटौँला। मैले एउटा खतरा खालेको म्याप पनि भेटाएको छु, त्यही म्यापमा खेलेर भिडियो हाल्छु म अर्को। ल यति हो आजको लागि।